हेलो गाइजहरु गुड मर्निङ। आज चाहिँ हाम्रो यस्तरी काम चलिरहेछ है। आज चाहिँ मेरो दिन यसरी सुरु हुँदैछ है त। हेर्नुहोस् टक्क पारेर यस्तो छ है। अब त्यहाँनिर यसो यता हल्का यस्तो बनाउनु छ यता देवा पुगेन यो पुगेको यता सानो भयो नि पस्दैन नि कुन यता गोलै गोला देवा यो यता अर्किन्छ कि ठिकै रहेछ। तल पनि ढुङ्गा भेटेको रहेछ। त्यो गइरहेको त जाँदैन देवा। गयो त जाने गोलो चाहिँ कि मिलेन छ। खै त खम्बाहरू यो यता छ त्यो पुग्छ खम्बा त छ। बनाउनु नआएर नि देवा पारै आएन। काम यसरी सुरु भयो। अहिले चाहिँ बबालै पानी पर्यो है। बबालले पानी पर्दैछ। बबाल ल ठिकै पानी चाहिँ आयो भने ल बबालै पानी आउँदैछ है। यस्तो बाक्लोको पानी आयो क्या, हावा बिनाको पानी। पानी चाहिँ बबालै आइरहेको छ यहाँनिर है। फुलीहरू यता यसरी बसिरहेछ। उता हाम्रो मट्टु पाटुलमा पनि यता बसिरहनु भएको छ। जस्तो बनिरहेको छ यहाँनिर गोठ बन्दैछ। अनि म चाहिँ यहाँ छु, पानी परिरहेछ। मैले पनि फेरि यहाँनिर यस्तो छोडेको छु नि। यस्तो छोडेको छु फेरि घर चाहिँ आरामले बनाइदिन्छ कि। फेरि खतरसाल बनाइदिन्छ नि त। हेर्दै जङ्गल जस्तो अनि कहाँ नबनाएको। बाबा जस्तो लिएर आजको मनीको काम बल्ल बल्ल काम गरेको। बब्बालै घाम लागेछ त्यो छ्याङ गरिदिनु भएछ कि बबाल 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 बस्छ है। बबाल बस्छ। निलो निलो आकाश। यिनीहरूलाई पौडी खेलाउनु लानु पर्यो। यिनीहरूको पौडी खेल्नेलाई लाँदैछु म यहाँ। छोरी अब यिनीहरू जुत्छ कि त्यहाँ नटेको न छोरी नटेको ल हिँड नआउने आज धेरै दिन भयो आऊ है आऊ। पछि आऊ। किन आउनु मान्दै छैन हौ? पौडी खेल्नु मनै छैन कि हो? छोरी खेलाउ न। बाबा कहाँ छ? उयो माथि खेलाउ न। खेल्नु के पुगिहाल्नु नि त। पुगी खेलाउ न राँगालाई। खेलाउ छोरी। आइज भन छिटो कुट न। पौडी खेल्ने ठाउँमा हिँड्नु। पौडी खेल्ने खेलाउने कस्तो घाम छ हो। दिन पनि कस्तो छ्याङ्ग छ, कस्तो बबाल छ हो दिनहरू पनि। अनि जङ्गल नि हरियाली भइसक्यो। अबर बबाल भइसक्यो। हरियाली भइसक्यो हाम्रो गाउँहरू पनि। छोरी राँगाको पौडी खेल्ने ठाउँको त तिम्रो त कहाँ हुँदो छोरी? राँगाको पौडी खेल्ने ठाउँ पनि आइपुगिसक्यो। अन्त सानो बुवाहरूले बनाउनु भएको रहेछ हाम्रो उनीहरूलाई पनि पौडी खेलाउन। ल पानी खाइसक्यो? पानी खाइसक्यो भने छोरी के छ हो? पानी आयो कि घाम लागेछ?
ल मेरो राँगाले पौडी पनि खेल्न थाल्यो अब अलिक पानी हाल्नु पर्ला पानी पनि सक्नु आइसक्यो पानी त के ओ यसलाई नुहाइदिनु पर्छ यसलाई नुहाइदियो नुहाइदिएको नि छोरी चाहिँ मेरो ड्युटी यस्तरी यिनीहरूलाई चराएर गइरहेछ एउटा उहाँ तल छ एउटा यहाँ छ म चाहिँ यहाँ ढुङ्गामाथि छु चरी बसिरहेको छु अनि यिनीहरूलाई हेर्दै होइन कस्तो दामी चर्छ क्या ल अन्त बबाल चर्छ नै बितिरहेछ है आजको दिन चाहिँ तपाईँहरूको कसरी बितिरहेछ है लाइकहरू सेयरहरू पनि गर्दै गर्नु होला भिडियो यसो हेरेर कहिलेकाहीँ ट्याक्क पुगिहाल्यो भने यसो लाइक अनि सेयर गरिदिइहाल्नु न केही हुन्छ कि होइन तपाईँहरू अलिक बिर्सिने के लाइक गर्नु अनि कमेन्ट सेयर गर्ने बिर्सिने सब्सक्राइबर हान्नु ट्याक्क पारेर बिर्सिने ल तिमी पनि आमामा सुनेको मैले गफ गरेको उनीहरू पनि सुत्दैछ आइपुग्यो तिम्रो साथी साथी आइपुगेछ हो उसको नि साथी मैले यसलाई छोड्दै यहाँ बाँधेको थिएँ अनि त्यसलाई छोड्दैछु कि त्यो चाहिँ कहाँ पुग्दो रहेछ अनि यसलाई चाहिँ यसरी बाँधिरहेको यसलाई अघि पनि त्यहाँ होइन नुहाइदियो पौडी सौडी खेलेर आयो होइन टोक्क रमाएर फेरि त्यहाँ बिउ टेक्दियो कि तर मौसम बवाल छ यार धेरै बवाल छ बिहान चाहिँ कस्तो बवाल अलिक कस्तो थियो तर अहिले चाहिँ एकदम बवाल छ होइन घाम पनि लागेको छैन पानी नै परेको छैन यस्तो बवाल छ है बवाल छ साथीहरू तपाईँहरू के गर्नु हुँदैछ मेरो चाहिँ यसरी बितिरहेछ आज चाहिँ अब भोलिदेखि फेरि के हुन्छ होइन फेरि भोलिको भ्लगमा अर्को भ्लगमा देखाउने छु तपाईँहरूलाई यसरी बितिरहेछ भनेर है आजको भिडियो चाहिँ लगभग आज यति नै हुन्छ होइन सबैलाई टाटा बाई बाई नेक्स्ट टाइम भेटौँला है त।